खत्म हो गया हुन्छ कहाँ हो र हजुर घर घर आदि गाउँ आदि गाउँ हजुर आदि गाउँ के अरे उसले मात्रै नामले मात्रै हो तपाईँ गएको छैन बस्ती कहाँ हो त बसाइ बसाइ बाहिर हजुर मन्दिर छ त्यहाँ मन्दिर होइन पानी हो टङ्की हो यहाँबाट गरुङसुर लगेको रहेछ क्या बाबु बानगामको लगेको पानी गरुङसुर नि चिसो पानी भनेको त्यतिर गयो चिसो पानी पानी त उता हो यहाँ नानी बारी हो नानी बाजी ए यो चिसो पानीमा पहिला हामी सानो यो बुद्ध शीतल चौपारी अन्य कहीँ यहीँ यहाँ त यो दसैँ आउने बेलामा त यहाँ त लुटा लुट हुन्छ यहाँ त यहाँ हेलपोस्ट यहाँ त अगाडिको हेलपोस्ट भयो ए हजुर 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 यो हेर्नुहोस् भयो हजुर हजुर यो गरुङसुर जाने बाटो अतल त महल भएको छ नि त गरुङसुर हो र बाटो पिच छ यहाँ चाहिँ चौकेराको हुन्छ त्यहाँ
घर लाउँछ त अरू त झन् बेसी गाउँबाट अब यता आए बेला हेर्न जानु जानु पऱ्यो नि राम्रो छ वैशाख चैतमा यस्तै त हुन्छ नि यही डर लाग्छ मलाई त यो मान्छेले हो कि मान्छेले त नि आगो कलेली त्यतिकै त हुँदैन दादी लाउने त खोतिर लगाएको हो यताबाट भ्याइँदै गएको वर्षै पछि आगै डर हुन्छ अगाडि अलि अगाडि हामी यहाँ यो बाटो कता जान्छ ओहो यो थान देखियो बल्ल यो थान देखियो बल्ल ला यस्तो बाटो आमा ठाटे खोटेको ठाटे थियो न त्यो अगाडि जाने छ
कोरिया काट्ने तिनीहरूले नेपाललाई अहिले यस्तो बनाएको हामीलाई यहीँको बाटोमा 11 काठबाट टाढा सर मलाई यो जानु मात्र लागेको अब आउनु आमालाई बाइक चलाउन जाने पनि छैन त्यसलाई भएर थियो मान्छे नै छैन गाउँमा आउँदा कसो कसो उठाइदिनु गर्नु जाँदा मैले झर्ने हुँदैन त म यहाँ नपुग्छु नि आमा चढेको हामीले आमा यो के गर्नु भयो कि पानी पर्थ्यो आमा यहाँदेखि पनि पानी पर्छ सुकेको अरू
Bluetooth device is ready to pair. The Bluetooth device is connected successfully. दुईटै हो नमस्ते फर्काउ न जान्छस् जाने हो आऊ ए बसेर जान्छस् यहाँ जाने यहाँ उभि आऊ यहाँ म आऊ साँच्चीलाई उभि आऊ यहाँ यहाँ उभिकन दिदीहरू त कस्तो डिस्पिङ नभएको थियो है बाबु म बहिनीले नमस्ते गर्दा नि है दिदीको झोला बोक्न आयो तिमी बोक्दिन उभिएछ क्या होइन उभिएछ क्या हो उभिँदो रहेछ निस्किन्छ कि हो काले काले कालो रहेछ यो कहाँ त्यहाँ कहाँ पाइन्छ पहिला निक्लिन्छ भोक्ला ओहो रियाज त बेलै भएन ओहो गोरु हो ए यहाँको त्यो गाई छैन ए राम्रोसँग बनाउनै छ यहाँ दिया ना किन्ना दिया खरा दे एकछिन किन उठेको एकैछिन दे क्या कोही हेर ए ल ए ल ए ल ल यो बाबाले राख्नुहुन्थ्यो क्या हजुर त्यहाँ लिएर आउँथ्यो अचार रित्तै जान पनि गाडीमा हिँड्ने बानी भयो हजुर अचार रित्तै जान पनि गाडी जान्छ कि जान्न अचार
तर भाइको त्यहाँबाट देखेर भाइ चाहिँ होइन ल यताबाट भन्नु मेरो भाइ एउटाले क्यामेरालाई हेर्छ त्यो चाहिँ मिले लुक्न हेर्छ कति आयो त्यसलाई म्याउ सक्दैन अझै पेन गर्दैन क्या सक्दैन म्याउ म्याउ आमारे म्याउ आमा एउटा बोल्दैछ ल आमाले गरे बोल्दैछ हेलो नमस्कार नमस्कार ए नमस्ते ए आज त यहाँ त बजार रहेछ भत्याएर रहेछ त नमस्ते सही ठाउँमा आएछु म त बाबा यता त बाबा ओहो झाबा ए त्यस्तै हुन्छ तपाईँ त कहिले आएको म त हिजो आएको ए चिज किन्नु नि ल्याएर हुन्छ तपाईँ त उहाँ जुग डाँडा गएको थिएँ कहाँ बसेछ जुग डाँडा गएको थिएँ उहाँ दिदी भेन भर्खर खाएर आएको कि कहाँ खानु पर्यो म जुग डाँडा दुख्दै खानु म दिदीकोमा चिसो म बिहान फेरि यहाँ पनि खाएको हो त्यहाँ फुपूकोमा चिसो त खानुहुन्छ नि झन् नखाने चिज मैले पाएँ नि पानी पानी हो हजुर बाहिरको ओहो मिनिङ लाजिराम शनिबार उ गरेछ हजुर शनिबार ओला बाबु न आको के हाम्रो झाबा झाबा हो उहाँ चाहिँ चिन्नुपर्छ सबैजनाले दाया नाम भिट्ठो हुन्छ अरे भनेर निमा गएको मैले भन्यो यिनीसित टुटै रोएर मेरो एउटा दाइ हो छैन र तिमीहरूले दाजुभाइले पनि मानेन भने अलग अलग गौँट खान्छ भने खान्छ कि खान्न के गर्छ एक ठाउँमा गौँट खायो भने मेरो एउटा दाइ गयो मैले एउटा दाइको नाममा मैले जसरी भए पनि भान्जीगुर आउन भनेको छ तिमीहरूले त्यहाँ जम्मा नभएर अलग अलग गौँट खान्छ भने मैले यहाँ नै खान्छु मैले गौँट भान्जीहरूलाई जम्मा मेरो छोरीहरूलाई जम्मा गरेर मैले यहाँ खान्छु भनेर रोएर भएको हो कि होइन कान्छा त्यसो भनेर बात गरेँ सम्झेको त्यही त अब घर दाइको घर यही हो माइत मेरै हो अब जाने यतातिर यिनीसँग रोएरै हुन्छ त मिल्थ्यो नि त्यो कुरो एकातिर आडी एकातिर झेलुङ्गा उहाँ त्यहाँ गण्डकीमा पुल हाल्ने यहाँ पुल हाले हुन्छ न त्यहाँ पुल हाले पो मिल्छ र वरिपरि हुन्छ र अरू फेरि यो पनि कस्तो हो नि फेरि केही हो कि भएन दाजुभाइ मुटो खाइ भन्छ नि दाजुभाइ मुटो खाइ भन्छ नि अब त्यो फुलान भएको दाइ हुँदासम्म त्यहाँ गर्थ्यो के अरे बाबा आयो ठिक गर्यो भाले भागे हैन अनि बुझ्छ नि मेन पुलात न अवश्य भागरन बस्छ उखरा ठिकै के पनि बुढा जुम हले मुन होला भात खाएर दबाई खाएर ल बरिसको त
हजुर कहिले जानुहुन्छ त के गर्नु म भोलि जाने हो भोलि जाने भोलि जानु भने समय भएपछि दिन लाग्यो क्या त्यही हो अब आगम आउने बेलामा त्यहाँबाट म मजाले बस्छु सबैसँग बसेर हजुर हजुर जाने है हजुर म फाटमा नजर 10,000 को दबाई ल्याएको छु फाल्न भएन खानु पर्यो खाना पर्ने मरेपछि लाम्पा छ फोन गर्नु फोन गर्छु मैले फोन गर्नु अलग खानाले सिमुना नि पाना खानु फेरि कुन त गो म आगो भयो कुरामा राख्छु हेर केटा अनि फोन गर फोन गरेर जा फोन गर अनि कुरा चाहिँ माया फेरि नुहाल्छु ब्याङ्क छ सय मसित तँलाई ब्याङ्क दिन्छु मैले ब्याङ्क दिन्छु हजुरको ब्याङ्क चाहियो मलाई अनि फेरि अब पाल्नु पर्यो खोज्नु पर्यो हिँड्नु पर्यो भने म एक्लै हिँड्नु भएन तपाईँ अहिले कहाँ त दुखाउँछ तपाईँको यसै हिँड्नु पर्यो अब आजभोलि चाहियो गाडी न त खोज्नु पर्यो पहिला कुरो फोन गरेर म खोज्छु लिन आउने छुट्याउने बेला भयो भनेपछि म जान्छु तेरो मेरो ठाउँ राख्छु फोन नम्बर दिनुपर्छ है सबै तेरो मेरो ठाउँ राख्छु यसको पनि छैन फोन नम्बर मेरो घरमा यहाँ भान्जो लिएर नदिएको भने म गर्छु त्यहाँ के भन्छ यताउताको कुरो मैले अघि तसँग कुरा गरेर छुट्यो है अनि बिहा गर्यो भने बिहाको एउटा चाहिन्छ ए नमस्ते 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 हाम्रै दाजुभाइको तल झापा नै होला हजुर सबैतिर भ्याएर आएको म मार्चा खास्नु छ मगरको मार्चा खासे बाबु पुसाउनुपर्छ पुसा आउँछ नि के सामा आउनु भनेको र ओइ नाउँछ फाटामा बुझ्नु भयो फाटमा फाटमा गर्छ फाटमा पनि गर्छ यहाँ पनि गर्छ त्यत्रो घर एक घर दुई घर तिन घर चार घर पाँच घर त्यहाँ माथि 6 घर उता त्यहाँ भर्खरमा 7 घर उता 8 घर हिजोकाले बोक्रै चाहिँ घरै घर हो त्यो घरै घर अनि पुसाइरहनु त्यो खेत छ पुसाइकन फेरि फाटा जाने माटा पनि फाटा जानुभयो फाटबाट चाहिँ आउनु भएन राखिदिमा क्या मेन माटा पनि त्यसो बाख्रा भयो बहिनी हो ए बहिनी यहाँ हेर मेरो बहिनी हो यो बहिनी हो बाख्रा कोठा यसो आउँदैछ Muni.
खाता मिलन ए ल हुन्छ हुन्छ बाहिर निस्किन बाहिर मोबाइल सारी पनि हुन्छ नि त भाइ किन मेरो यो हात बल्ल हात दियो कति हात दियो आगुमले आगुमले आइज हातले हातले ल कपडा मैला गरिदिने ल के हो बगान मेरो बफा जाको आउँदाखेरि त्यसले कन्ट्याक्ट गरेर यहाँ हामी आउँछौँ नि ए यहाँको बाटो छैन होइन बाटो चाहिँ ठिकै यहाँ लानु भने ठिकै यहाँ घरको भयो ए यहाँ थियो यहाँ अरूतिर हो यहाँबाट त्यहाँ ए यहाँबाट पटपट ए त्यहाँ स्क्वायर जाने यताबाट पहिला अब यहाँबाट टाउन स्क्वायरबाट झरेर त्यहाँ चापाकोट पुग्ने हजुर मान्छेहरू हिँड्दैछ त्यता किन हाम्रो भर्खर उठेर पानी मल बोकेर आयो ए माथि गयो क्या ए ढोमा भन्ने ढोडेनाको छोरा ए त्यहाँ आउँछ कि अनि पहिला यहाँ थियो चौबारी यहाँ के पर्थ्यो के अरे त्यहाँ बर्थ्यो के अरे हजुर गाडीले बर्थ्यो ए यहाँ चौबारी थियो यहाँ मलाई सानो थाहा थियो यो चौबारी यहाँ मेरो हो त्यहाँ खेत हो त्यहाँ हो खेत तल होइन यो खेत त्यहाँ यो यहाँदेखि मात्रै थोरै खेत छ यो मैले गर्ने पुरै ए त्यहाँ खोला छ नि त्यसमा गर्ने खोला बुम्दी खोला भन्छ कि ए बुम्दी खोला भने गीत गीत आउने यहीँको होइन हजुर त्यहाँबाट हुँदै हावा के अरे अहिले यो अहिले देखेको छु अहिले पुल छु त्यहाँ हजुर गभर्मेन्ट पुल हाल्यो क्या भनेर हर्किङ गर्दा त्यहाँ गाउँले ल म गर्छु भनेर बुढी फेरि लु दाइको नाममा मैले त उ पकाएर खाने हो एकमा भेटी भनेर यता उता गरेर ल उठबस गर्छु भनेर बजार सजार ल्याएर त्यहाँबाट नाम भेटी खान आउँछ त्यो कुखुराले कट 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 कान्छी फुपू यहाँ बस्नुहुन्छ कान्छी फुपूको घर म बस्नु यहीँ हो आज म यहाँ सुरुमा मलाई बास दिनुभएको मेरो फुपूले हो ल्याएर कति राम्रो ठाउँ छ यहाँ हजुर होइन मैले उसो गरेको Mana? त्यो कुखुराले कट 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 कान्छी फुपू यहाँ बस्नुहुन्छ कान्छी फुपूको घर म बस्नु यहीँ हो आज म यहाँ सुरुमा मलाई बास दिनुभएको मेरो फुपूले हो ल्याएर कति राम्रो ठाउँ छ यहाँ
नानी हाने हजुर नानी होइन मैले उसो गरेको हाने बाबु हजुर काले भाइलाई के आगम आउँछ आगम आगम चाहिँ आउँछ कालेलाई सानोमा देखेको ठुलो हुँदा देख्न पाएँ गया